सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो यो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक र सेयर गर्न चाहिँ नबिर्सिनु। गो एन्ड सब्सक्राइब जस्ट नाउ है। सो सबैभन्दा ठुलो चिज भनेको मेरो लागि सब्सक्राइब हो। यो भिडियोले हजुरहरूलाई धेरै नै हेल्प हुनेछ। सो मस्ट आस्क क्वेसन है, किनकि म गोथेमा पढ्छु, त्यही भएर चाहिँ धेरै मान्छेले गोथेको बारेमा सोधिराख्नुहुन्छ। आई नो होइन, मलाई टिकटकमा पनि यति धेरैजनाले म्यासेज गर्नुभएको छ होइन। आई क्यान नट रिप्लाई अल द म्यासेज है, सबैको रिप्लाई दिन सक्दैन। त्यही भएर चाहिँ म यो भिडियो बनाउँदैछु। सब्सक्राइब गरेको छैन है, गएर सब्सक्राइब गर्नु। अनि त्यसपछि स्टार्ट गर्छु मैले। सो अब जर्मन पढ्नको लागि के गर्नुपर्छ भन्ने कुरा चाहिँ म भन्छु। सुरुमा चाहिँ हजुरहरूले गोथेको पेज फलो गर्नु। सो मैले यहाँ साइडमा राखिदिएको छु, यो पेजलाई गएर फलो गर्ने। सेकेन्ड कुरा भनेको के हो भन्दाखेरि जर्मन, अब तपाईँहरू जर्मन पढ्ने भने सबैभन्दा राम्रो, सबैभन्दा बेस्ट अप्सन, सबैभन्दा बेस्ट इन्स्टिट्युट भनेकै गोथे हो है। अब गोथे र भिएचएस भनेको सेकेन्ड अप्सन हो, फर्स्ट भनेकै गोथे हो। सो गोथेमा पढ्नुभयो भने तपाईँलाई के फाइदा हुनेवाला छ, तपाईँलाई गोथेमा पढ्नुभयो भने तपाईँलाई यति फाइदा हुनेवाला छ नि, त्यो तपाईँले सोच्न पनि सक्नुहुन्न है। गोथे पढ्नको लागि भन्छु ल, गोथेको पेज फलो गर्नु पऱ्यो। अनि त्यसपछि अब फलो गरिसकेपछि गोथेले अब के भन्छ भन्दाखेरि तपाईँ एकचोटि गोथेमा भिजिट गर्न पनि जानु है। त्यहाँनिर गएर सोध्नु, अनि त्यहाँ अब नयाँ रजिस्ट्रेसन कहिले सुरु हुनेवाला छ भनेर तपाईँहरू त्यो सोध्नु होइन। अनि त्यहाँबाट भन्छ यति बेला चाहिँ नयाँ रजिस्ट्रेसन सुरु हुन्छ भन्छ। अब सपोज तपाईँलाई होइन, यो चाहिँ अहिले डिसेम्बर चलिरहेको हो, जनवरी 1 न्यू रजिस्ट्रेसन खुल्छ भने चाहिँ खुल्छ नै है। ठ्याक्क दिउँसोको 12 बजे खुल्छ। उसले चाहिँ त्यो अब उसले चाहिँ खुल्छ भने चाहिँ उसले के गर्छ भन्दाखेरि ठ्याक्क दिउँसोको 12 बजे उसले आफ्नो फेसबुकमा गोथेको पेजमा उसले एउटा लिङ्क पठाउँछ। ठ्याक्क तपाईँले 12 बजे त्यो लिङ्क क्लिक गर्नुपर्ने हुन्छ। त्यो लिङ्कमा चाहिँ होइन, त्यो लिङ्क क्लिक गरिसकेपछि त्यहाँनिर एउटा फर्म आउँछ, गोथेको फर्म आउँछ होइन। त्यो फर्ममा चाहिँ के भने हुन्छ भने इन्टर योर इमेल आइडी पासवर्ड भनेको हुन्छ, इन्टर योर बर्थ अफ डेट भनेको हुन्छ। त्यस्तै गरी तपाईँ मेल फिमेल होइन, कुन डिस्ट्रिक्टबाट हो, तपाईँको फुल नेमहरू, अनि तपाईँ अनलाइन पढ्ने हो कि फिजिकल पढ्ने हो कि भनेर त्यहाँनिर अप्सनहरू हुन्छ। यदि तपाईँ अनलाइन पढ्ने भए अनलाइनमा भर्नु, फिजिकल पढ्ने भए ब्लाइन्डेड लर्निङ 2 महिनाको हुन्छ, त्यसमा तपाईँले क्लिक गर्ने होइन। त्यसपछि क्लिक गरिसकेपछि त्यहाँनिर टाइम हुन्छ। टाइम पनि कति टाइमको पढ्ने, दिउँसो पढ्ने कि बेलुका पढ्ने, बेलुका त भन्दो रहेछु, सरी बिहान पढ्ने कि दिउँसो पढ्ने भनेर त्यहाँनिर अप्सन हुन्छ। तपाईँले आफूलाई जुन टाइम सजिलो लाग्छ त्यही टाइममा सेलेक्ट गरेर सबमिट गर्ने। सो अनि तपाईँले त्यो टाइममा सबमिट गर्नुभयो भने उसले त्यो तपाईँले यति छिटो गर्नुपर्ने हुन्छ कि होइन, त्यहाँनिर भर्ने तपाईँ मात्र हुनुहुन्न, किनकि त्यहाँ भर्ने यति धेरैजना हुन्छन् नि होइन। 100 जना माग्यो भने चाहिँ मोर देन 1500 पिपुलले चाहिँ त्यो फर्म भरिरहेको हुन्छ। त्यसले गर्दाखेरि टाइम लिमिटेड हुन्छ। तपाईँले विदिन 1 मिनट, विदिन 30 सेकेन्डमा भरेर भ्याउनुपर्छ। सो अब तपाईँले त्यो सबै काम गर्नुभयो, सबमिट गर्नुभयो भने तपाईँको त्यसमा एउटा म्यासेज आउँछ, तपाईँको मोबाइलमा एउटा म्यासेज आउँछ। यदि तपाईँ पढ्नुभयो भने यो रिक्वेस्ट हेज बिन एक्सेप्टेड भनेर आउँछ। एक्सेप्ट गर्यो गोथेले, अथवा कन्फर्मेसन हुँदैछ, कन्फर्म हुँदैछ भनेर भन्छ। तपाईँ पढ्नु नै भयो भने यो रिक्वेस्ट हेज बिन नो लङ्गर एक्सेप्टेड, तपाईँको रिक्वेस्ट लगेन किनकि त्यहाँ अलरेडी मान्छेहरू भइसक्यो भनेर भन्छ। सो यति नै हो। अरू इन्फर्मेसन चाहिए कमेन्ट गर्नु होला। र यो मेरो भिडियोले तपाईँहरूलाई सहयोग भयो भने चाहिँ कमेन्टमा थ्याङ्क यू भनेर लेखिदिनु है। यस्तै भिडियो हेर्ने भए कमेन्टमा तपाईँलाई जेको भिडियो चाहियो, त्यो भिडियो तपाईँलाई के को बारेमा जान्न मन लाग्यो होइन, त्यसको कमेन्ट तल लेख्नु होला है। कमेन्ट टेक्स्ट गर्नु, त्यो भिडियो मलाई यस्तो भिडियोको बारेमा भनिदिनु न भनेर त्यही लेख्नु। अनि म चाहिँ त्यो भिडियो बनाएर म फेरि अपलोड गर्ने आएको छु। हस् त, बाई बाई, ह्याभ अ ग्रेट डे।